Here, team colours sort of balanced. The tone is set for the 90 minutes. Action. ल कसैलाई यो क्वेशनमा कन्फ्युजन छ भने अनम्युट गरेर सोध्न सक्नुहुन्छ है। यो एक्जाममा आउने इम्पोर्टेन्ट क्वेशन हो, त्यसैले म तपाईहरुलाई क्युएनए सेसनमा राखिरहेको छु। ल भन्नुस् त, अनम्युट गरेर सोध्न सक्नुहुन्छ है, विदाउट एनी हेजिटेसन यु क्यान आस्क। तपाईहरुबाट एउटा क्वेशन आएन, म तपाईलाई सोध्छु फेरि उल्टै। तपाईहरुबाट क्वेशन आएन, म तपाईलाई सोध्छु। सन्देश भाइ, ल के छ कन्फ्युजन सन्देश चापागाई ज्यूलाई? हैन सर। कसलाई सोध्नु त? सबैजनाले बुझेर छैन सर। किशोर भाइ, किशोर पनेर भाइ, के छ कन्फ्युजन? किशोर भाइ भन त। सबैजनाले बुझेर हो कि? हैन सर। सबै बुझ्यो नि भाइ हैन? के कन्फ्युजन छ कसैलाई? विकास भाइ ठिकै छ सर, ठिकै छ। के मैले मजाले भने जस्तो लाग्छ है, कुराहरु सबै एक्सप्लेन गरे जस्तो लाग्छ? तपाई पनि कन्फ्युज भए सोध्नुस् भनेर है। म अगाडि बढ्दा हुन्छ त? हुन्छ सर, हुन्छ। ल ल ल ल ल ल अब हामीले चाहिँ यही तीनटा करेक्सन हेर्यौं है। अब सुरुमा इलिभेसन करेक्सन गर्ने, टेम्परेचर करेक्सन गर्ने, अनि त्यसपछि यो 35% कट्यो कि भनेर चेक गर्ने, अनि ग्रेडियन्ट करेक्सन गरेर छोड्दिने है। 35% कट्यो भने चाहिँ ग्रेडियन्ट करेक्सन गर्नु परेन। ल त्यही चीज भयो। अब अर्को इक्जाम्पल छ है, त्यही हिसाबको अर्को इक्जाम्पल पनि छ, त्यही तरिकाले सल्भ गरेको छ यहाँ पनि। यो चाहिँ यो टेम्परेचरमा यो चाहिँ के गरे, इन्टरपोलेसन गरे हो है। इन्टरपोलेसन गरेको चीजमा चाहिँ कन्फ्युज नहुने है तपाईहरु। आवश्यकता अनुसार इन्टरपोलेसन पनि गर्नु पर्यो। हेर्नुस् यहाँ के बन्छ डाटा। रनवे लेन्थ 2100 मिटर, रनवे लेन्थ रिक्वायर फर टेक अफ एट सी लेभल है। एट सी लेभल इन स्ट्यान्डर्ड एटमोस्फेरिक कन्डिसन कति छ त? 1700 मिटर हैन। अब एरोड्रोम इलिभेसन चाहिँ 150 मिटरमा छ रे हैन। त्यही प्रक्रिया अनुसार तपाईले अगाडि बढ्नु पर्यो यसमा चाहिँ। ल यहाँ हेर्नुस् त, इलिभेसन करेक्सन कसरी राख्ने भने त 7% राख्ने भने हो नि। 7/100 भनेको त 0.007 हो पर 300 मिटर भनेर भनेको थिएँ। यो 0.007 कहाँबाट झुकेर बस्ने हैन। यो 7/100 गरेर आएको भने बुझ्नु पर्यो है। यो 300 भनेको चाहिँ 7% पर 300 मिटर भनेर भनेको कि नै, त्यही भएर यो 300 त्यहाँबाट आएको भने बुझ्नु पर्यो। यही कुरा देखेर टलाएर बस्ने तपाईहरु, अलिकति कन्फिडेन्ट चाहिँ हुनु पर्यो है। अब यो 1700 भनेको चाहिँ यो तलको रनवे लेन्थ दिनु पर्यो। यी टेक अफलाई चाहिने रनवे लेन्थ यति छ भनेर भनेको छ। यो 1700 लिनु पर्यो। 150 चाहिँ कहाँबाट आयो त? एयरड्रम इलिभेसन भनेर आयो, किनकि हामीले यहाँ इलिभेसन करेक्सन गरिरहेका छौँ भन्ने चिज बुझ्नु पर्यो पहिलो नम्बरमा। त्यो अगाडिकै प्रक्रिया हो यो चाहिँ। अनि यो इलिभेसन करेक्सनबाट आएको लेन्थ त हामी कहाँ लड जोड्थ्यौँ त? यही 1700 मा लड जोड्थेनौ? त्यो यहाँ सिधै जोड्न पाइयो के? अहिले स्टेप बाई स्टेप थियो, यहाँ डाइरेक्ट गरेको छ। यति कुरामा कन्फ्युज भएर नबस्नु। अहिले जोड्दा कतै आयो त? यो 1760 आयो हैन। अब टेम्परेचर करेक्सन गर्ने बेलामा अहिलेकै तरिकाले यसरी यहाँ स्ट्यान्डर्ड एटमोस्फेरिक टेम्परेचर निकाल्ने, इन्टरपोलेसन गरेर यही टेबल युज गरेर निकाल्ने हैन। अनि राइज इन टेम्परेचर निकालिसकेपछि त्यही राइज इन टेम्परेचरलाई युज गरेर के गर्ने त? करेक्सन फर टेम्परेचर निकाले हो। यहाँ पनि त्यही गरे हो, यहाँ पनि त्यही प्रक्रिया गरे हो। त्यही प्रक्रिया गरेर त्यही प्रक्रिया सम्झना सुवेदी ज्यू स्टप नगरौँ है, प्रकाश अय्यर ज्यू। ल हेर्नुहोस् त, त्यही प्रक्रिया अनुसार एवं रितले भनी छ नि एउटा कमिटी, एवं रितले माथिकै 1760 मै यो इलिभेसन करेक्सन गरेर जोड्या हो। यो फ्याक्टरलाई जोड्या हो। अब यो दुईटा जोडिसकेपछि 35% यहाँ चेक गर्नु पर्यो है। 35% कट्छ कि नै चेक गर्नु पर्यो।
यो एन्सरमा चेक गरेर आइन्छ, चेक गर्नु पर्यो है तपाईँहरूले चाहिँ, यहाँ गरे होइन तर गर्नु पर्यो है, त्यो अनुसार चेक गर्नु पर्यो। अगाडिको एन्सर एन्सर मिल्दोजुल्दो छ, जुन प्रक्रियाले गर्दा पनि हुन्छ, त्यही स्टेप्सहरू हो फलो भएको है। स्लोप करेक्सनमा के भनेको थियो? स्लोप करेक्सनमा चाहिँ के भनेको थियो हाम्रो ग्रेडियन्ट करेक्सनमा? भन्नुहोस् त। तपाईँले यही अगाडिको हेर्दा सजिलो हुन्छ है, यही तरिकाले गर्दा सजिलो हुन्छ तपाईँहरूलाई, त्यही अनुसार गर्नु न। यो 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 क्वेसन पनि प्र्याक्टिस चाहिँ गर्नु होला। यो दुईटा क्वेसन छ यहाँ, हेर्नुहोस् है, दुईटा मैले तपाईँलाई तिनवटा न्युमेरिकल राखिदिएको छु, यो तिनटै प्र्याक्टिस गर्नु होला, घरमा मजाले कपीमा गर्नु होला है, टाइम छुट्याएर। इलेक्टिभ सब्जेक्ट भनेर चाहिँ टाइम नदिन्छ होइन, घरमा मजाले न्युमेरिकल गर्ने, यो तिनवटा न्युमेरिकल चाहिँ गर्ने। अस्ति मैले ट्याक्सीको डिजाइन पनि पढाएको छु, ती पनि गर्न चाहिँ गर्ने एकचोटि है, सबैले क्यालकुलेटर लिएर मजाले गर्ने कपीमा आफ्नो। ल यो चाहिँ हाम्रो रनवे करेक्सनको कुराहरू भयो। यसमा अझैले के कन्फ्युजन छ भने अर्को क्लासमा सोध्न सक्नुहुन्छ है तपाईँहरूले। अब यो तिनवटा क्वेसन चाहिँ घरमा मजाले प्र्याक्टिस गर्ने है, यो अगाडिकै स्टाइलमा गर्दा हुन्छ, यो न्युमेरिकलकै तरिकाले पछाडिको दुईटा न्युमेरिकल गर्दा हुन्छ। ल यो चाहिँ कहाँको एयरपोर्ट होला भन्नुहोस् त? ओ रामबहादुर राणापाटज्यू, रामबहादुर राणापाटज्यू, यो के फोटो हेर्दै हुनुहुन्छ ल भन्नुहोस् त? कहाँको फोटो होला सर? भर्खर लाइन आएको, के भन्दै हुनुहुन्छ र? ठिक छ के भने कहाँको एयरपोर्ट हो? यो फोटो देखिरहनु भयो नि तपाईँले होइन, कहाँको हो यो? कहाँको जस्तो लाग्छ? गेस गर्नुहोस् त। पोखराको हो कि? हो पोखराकै हो, गुड, पोखराकै हो है, यो पोखराको चाहिँ चिन्न पर्यो। यति चाहिँ यो हाम्रो पोखराको अहिलेको इन्टरनेसनल रिजनल एयरपोर्ट। ल अब हामी अलिकति नयाँ टपिकमा जान्छौँ है, अलिकति नयाँ टपिकमा जान्छौँ, भिजुअल एड्स भन्ने टपिकमा जान्छौँ हामी। ल हेर्नुहोस् त, भिजुअल एड्स भनेको के हो? भिजुअल एड्स किन चाहिन्छ भन्ने चिज पहिला बुझौँ। भिजुअल एड्स भनेको चाहिँ ठ्याक्क भिजुअल भन्ने चाहिँ के बुझिन्छ? आँखाले देख्ने चिज, अ डिभाइस विच इम्प्रुभ्स भिजन भनेको। मानव माथिबाट चाहिँ पाइलटले चाहिँ प्लेन क्याप्टेनले चाहिँ लिएर आइरहेछ, उसले तलपट्टि रनवे नै देखेन ल्यान्ड गर्न सक्छ र? सक्दैन नि होइन। उसको भिजन इम्प्रुभ गर्नको लागि यदि कहिलेकाहीँ चाहिँ बादल लाउला, भिजिबिलिटी कम होला, त्यस्तो अवस्थामा चाहिँ प्रोपर लाइटनिङहरू प्रोभाइड गर्ने, मार्किङ्सहरू प्रोभाइड गर्ने रनवेमा, ताकि पाइलटलाई अथवा क्याप्टेनलाई चाहिँ ल्यान्डिङ गर्न सजिलो होस्। ती चिजहरू चाहिँ के हो त? भिजुअल एड्समा पर्छ है। अब भिजुअल एड्स किन चाहिन्छ त? नेसेसिटी अफ भिजुअल एड्स। ल हेरौँ त के ल्याएछ हेर्नुहोस् त। भिजुअल एड यो चिज किन चाहिन्छ भन्दा ल्यान्डिङ र टेक अफको बेलामा चाहिन्छ। कसको लागि त? क्याप्टेनहरूको लागि। प्लेन चाहिँ स्मुथ ल्यान्डिङ र टेकअप होस् भनेर चाहिँ हामीलाई भिजुअल एड्सको नेसेसिटी हुन्छ। वेदर कन्डिसन, अब एब्रप्ट वेदर कन्डिसन, कहिले एकदम चाहिँ ठुलो पानी पर्ला, कहिले एकदम ठुलो चाहिँ धेरै बादल लाग्ला, भिजिबिलिटी नि कम होला, पोल्युसन छ होइन, त्यस्तो अवस्थामा चाहिँ हामीलाई भिजुअल एड्सको आवश्यक पर्छ होइन। The pilot usually takes helps of perspective view of the runway and other ground reference marks during the landing operation. अनि मैले भनिसकेँ तपाईँहरूलाई, ल्यान्डिङ हुने बेलामा यही भिजुअल एड्सको आधारमा उनीहरूले चाहिँ के गर्छ त? सहयोग गर्छ, हेल्प गर्छ ल्यान्डिङको बेलामा भिजुअल एड्सका डिभाइसेसहरूले भन्न खोजेँ है। अब हेर्नुहोस् है, भिजुअल एड्सको त मैले के भने तपाईँहरूलाई, लाइटनिङ, हेर्नुहोस् है मेरो कर्सर, लाइटनिङ र मार्किङ भने होइन। लाइटनिङ भित्र चाहिँ अब तपाईँले देखिराख्नु भएको, अस्ति पनि मैले सायद क्लासमा भिडियो देखाउनु बेला देखाएको थिएँ होला, तपाईँहरूले को याद गर्नु भएको छ। यहीँ पोखराको केस लिने हो भने पनि तपाईँको ल्यान्डिङभन्दा अगाडि काठमाडौँमा पनि ल्यान्डिङ हुनुभन्दा अगाडि लाइटनिङहरू राखेको हुन्छ, मार्किङहरू राखेको हुन्छ, ताकि पाइलटलाई माथि आकाशबाटै देखोस् है। भिजिबिलिटी कम भएको बेलामा दिउँसोमा पनि बालिन्छ, त्यसलाई लाइटनिङ चाहिँ अन नै राखिन्छ, ताकि टाढैबाट देखोस्, उसले एलाइनमेन्टहरू मिलाएर ल्यान्डिङ गर्न माथिबाटै आओस्, पाइलटलाई सजिलो होस् होइन, त्यसको लागि चाहिँ बनाएको हुन्छ। लाइटनिङ भित्र चाहिँ के हुन्छ ल हेर्नुहोस् त? रनवे थ्रेसोल्ड, रनवे एजेस, रनवे सेन्टर होइन, आइसम्ममा चाहिँ के हुन्छ त? क्लियरली भिजिबल होस् भनेर लाइटिङहरू राखेको हुन्छ रनवेको छेउछेउमा होइन, थ्रेसोल्डको छेउछेउमा है। त्यहाँ चाहिँ
लाइटनिङहरू राखेको हुन्छ। सेन्टर लाइन रनवेको सेन्टर लाइनमा पनि लाइटनिङ हुन्छ, उसलाई सेन्टर लाइन पनि भिजिबल होस् भनेर है। अब मार्किङको कुरा त हामीले हिजो अस्ति गरिसक्यौँ होइन, यहाँ मार्किङ हाम्रो एयरपोर्टमा देखिएको छैन, अनि सायद हिजो अस्तिकोमा देखाइसकेको छु होला है फिगरहरू, मार्किङ कसरी गर्छ भनेर देखाइसकेको छु होइन। यो देखिरहेको छ, ल हेर्नुहोस्, आयरल्यान्डको एयरपोर्ट हेर्नुहोस्, त्यही मार्किङ्सहरू ल हेर्नु। हो यो दिउँसोमा खिचेको फोटो भएर यहाँ लाइटिङहरू देखाएको छ नि, यो मार्किङहरू हेर्नु त, यो त आकाशबाट खिचेको भ्यू हो नि होइन र। माथिबाट खिच्दाखेरि पाइलटलाई यो देखियोस् भनेर मार्किङहरू, यो थ्रेसोल्ड, यो पोइन्ट के हो त, थ्रेसोल्ड पोइन्ट हो, यो मार्किङ नै चिन्नु पऱ्यो है, तपाईँले पनि चिन्नु पऱ्यो। अब एयरपोर्ट पढिसकेपछि यो लाइनिङ छ नि, यो जेब्रा क्रसिङ जस्तो, यो थ्रेसोल्ड हो। माथिबाट प्लेन आएर यहाँभन्दा अगाडि नहुँदै यहाँ पछाडि नै टायरले छुनु पऱ्यो क्या, गियरले पहिला यहाँ छुनु पऱ्यो, अथवा यहाँ छोए पनि भयो, योभन्दा अगाडि गएर यहाँ गएर छोयो भने अब उत्तिर यो ओ रामसाइली को हो, यो रामसाइली, रामसाइलीले गीत गाउनु गर्नु त। ल यो चाहिँ मार्किङको कुराहरू भयो है। भिजुअल एड्स भनेको चिज बुझ्नुभयो नि तपाईँहरूले होइन। भिजुअल एड्स भनेको चाहिँ पाइलटलाई सजिलो हुन बनाएको मार्किङहरू लाइटिङको कुराहरू हो भनेर सर्ट नोटमा आयो भने लेख्न सक्नु पर्यो है तपाईँहरूले। यो चाहिँ है, यति चाहिँ यो कुरा चाहिँ फिगर सिगर बनाउने, रनवेको फिगरहरू बनाउने, मार्किङहरू देखाउने है। ल यो अर्को चाहिँ मार्किङको कुरा भयो है। म रिमुभ गरिदिन्छु है, को हो तपाईँ, गीत नबजाऊ है मेरो क्लासमा। विकास कुमार भाइले किन फोन गर्नुभएको छ, एकछिन है। ल सुन्नुहोस् है, एयरपोर्ट मार्किङ कुरा अघि हामीले गरिसक्यौँ होइन। अब इजिली स्पोट होस्, रनवे इजिली स्पोट होस्, रिकगनाइज गर्न मिलोस् एयरपोर्टको इभेन्ट्सहरू भनेर चाहिँ एयरपोर्ट मार्किङहरू गरिन्छ होइन। अब एयरपोर्ट मार्किङ चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट मार्किङ हुन्छ, रनवेमा कस्तो मार्किङ गर्ने, ट्याक्सीवेमा कस्तो मार्किङ गर्ने होइन, सोल्डर ट्याक्सीवे र रनवेको सोल्डरमा कस्तो मार्किङ गर्ने, एयरपोर्ट मार्किङ कस्तो गर्ने, एप्रोनमा मार्किङ कस्तो गर्ने, अनि यी चिजहरू चाहिँ डिटेलली जान्नु चाहिँ पर्दैन होइन। के चिजहरू चाहिँ यस्तो यस्तो हुन्छ भनेर जान्नु पर्यो तपाईँहरूले। ल्यान्डिङ डिरेक्सन इन्डिकेटर कस्तो हुन्छ भन्ने चिज चाहिँ एयरपोर्ट मार्किङमा पर्यो। ल हेर्नुहोस् त एयरपोर्ट मार्किङमा कस्तो हुन्छ अहिले मैले भने थ्रेसोल्ड, यस्तो जेब्रा क्रसिङ जस्तो हुन्छ थ्रेसोल्ड। ल हेर्नुहोस् है। अब डिजाइनेसन, अब यो रनवे कस्तो खालको हो भनेर डिजाइनेसन दिएको, यो चाहिँ L20 भनेको चाहिँ है। यो भनेको के हो त, सेन्टर लाइन, यहाँ लाइटनिङ पनि राखेको हुन्छ, टच डाउन जोन मार्किङ है, एमिङ पोइन्ट मार्किङ, यी चिजहरू चाहिँ एयरपोर्ट मार्किङभित्र आउँछ। इक्जाममा सर्ट नोट आयो भने यति फिगर चाहिँ बनाउनु पर्यो है तपाईँहरूले सबैले। लाइटनिङ कुरा नै हामीले गरिसक्यो, दुइटै भिजुअल एड्सभित्र पर्ने चिज हुन्, लाइटनिङ र मार्किङको कुराहरू है। लाइटनिङ पनि मार्किङ जस्तै रनवेमा फरक हुन्छ, ट्याक्सीमा फरक हुन्छ, एप्रोन ह्याङ्गरमा फरक हुन्छ होइन, विन्ड डिरेक्सन इन्डिकेटरमा फरक हुन्छ, यो लाइटनिङको कुराहरू भयो है। लाइटिङ किन चाहिन्छ भन्दाखेरि हामीले पोर वेदर कन्डिसनमा पनि, रातिमा पनि, भिजिबिलिटी रिड्युस भएको बेलामा पनि पाइलटले चाहिँ यो रनवे देखोस्, ल्यान्डिङ गर्न सजिलो होस् भनेर बनाएको चिज हो है। त्यहाँ प्याटर्न अफ लाइट्सको कुराहरू हुन्छ होइन, डिफ्रेन्ट कलर अफ लाइट्सले डिफ्रेन्ट खालको सिग्नलहरू दिइरहेको हुन्छ। अब तपाईँको चाहिँ यहाँ रनवे छ भनेर छुट्टै खालको बत्ती बालिदिनु पऱ्यो, रनवेमा लाइटनिङ यतापट्टि छ भनेर देखाउनलाई छुट्टै खालको लाइटहरू बाल्नु पऱ्यो होइन। त्यो चाहिँ एयरपोर्ट लाइटिङभित्र पर्ने चिजहरू भयो है। अब यो विन्ड डिरेक्सन इन्डिकेटर, यो अस्ति हामीले सायद कुरा गरिसक्यौँ, यो बेलुन जस्तो विन्डको हावा कताबाट बगिरहेको भनेर चाहिँ पाइलटले थाहा पाउनुलाई, प्लेन उड्ने बेलामा क्रस विन्ड कम्पोनेन्ट थाहा पाउनको लागि बनाएको चिजहरू छ है। अब हेर्नुहोस् है, अब हामीले
हाम्रो सबैजना पढ्न बाँकी भनेको एयरपोर्ट हिस्ट्री अफ नेपाल एयरडोम सर्टिफिकेसन कसरी हुन्छ नेपालमा होइन, एयरपोर्ट सर्टिफाइड कसरी गर्ने, मानौँ तपाईँलाई चाहिँ एयरपोर्ट बनाउनु मन लाग्यो भने सर्टिफिकेसन कसरी लिने होइन, एयरपोर्ट मास्टर प्लान भनेर चाहिँ कसरी बनाउने, एयरपोर्टको मास्टर प्लानिङ कसरी गर्ने, एफएएको रिकमेन्डेसनहरू भनेको के हो। अहिले मैले भने नि तपाईँहरूलाई एफए भनेको चाहिँ फेडरल एभिएसन एडमिनिस्ट्रेसन है, फेडरल एभिएसन एसोसिएसन हो, यो चाहिँ युएसको डिपार्टमेन्ट हो, ट्रान्सपोर्टेसन एजेन्सी अन्तर्गतको। त्यसको रेकमेन्डेसनहरू पनि छ, आइकाओले नदिएको कुराहरू कति धेरै कुराहरू यसमा पनि छ। रेकमेन्डेसन के हो, अनि सिग्निफिकेन्स र युजेस अफ सिएएन पिसिएन मेथड अफ पेमेन्ट स्ट्रेन्थ रिपोर्टिङ सिस्टम भनेको कस्तो हो। अनि हामीले चाहिँ यो रनवेको पेमेन्टको डिजाइनको बारेमा अलिकति हेर्छौँ है। रनवेको पेमेन्ट कस्तो हुन्छ त नि, बाटो बनाएर जस्तो पिच गरे जस्तो हो कि होइन, त्यसको स्पेसल डिजाइन फिचर्सहरू के छ भन्ने चिज चाहिँ हामी हेर्छौँ। अब मैले तपाईँहरूलाई छोटकरीमा एयरपोर्टको हिस्ट्री थोरै भन्छु, अनि एयरडोम सर्टिफिकेसन कसरी हुन्छ नेपालमा, यो दुईवटा चिज भन्छु है। एयरपोर्ट हिस्ट्री र एयरडोम सर्टिफिकेसनको बारेमा भन्छु, अनि अरू कुराहरू चाहिँ हामी अर्को क्लासमा पढ्छौँ। यो तीनटा कुरा चाहिँ अर्को चिज सेयर गर्छु तपाईँहरूलाई। पक्नु चाहिँ मलाई सेयर गर्दैछु है तपाईँहरूले कन्टेन्ट। एयरपोर्टको हिस्ट्रीको बारेमा हेर्छु अब हामीले। ल हेर्नुहोस् त, एयरपोर्ट हिस्ट्रीको बारेमा हेरौँ त। ल कहिलेदेखि सुरु भएको त, ल हेर्नुहोस् है। नेपालमा चाहिँ उड्डयन कहिलेदेखि सुरु भयो, 1949 मा हेर्नुहोस् त। 4 सिटेड लोन पावर्ड भिन्टेज बिच क्राफ्ट बुजाना एयरक्राफ्ट चाहिँ इन्डियन एम्बेसडर सारजित सिंह यसले ल्याउनु भयो है गौचरणमा सुरुमा चाहिँ। तर हामीले यसलाई चाहिँ नमान्ने, 1949 नमान्ने, 1950 भन्ने, किनकि नेपालमा पहिलोचोटि फर्स्ट चार्टर फ्लाइट चाहिँ हिमालयन एभिएसन डाकोटा फ्रम गौचर टु कोलकाता गएको थियो है। फर्स्ट चार्टर फ्लाइट चाहिँ नेपालबाट टेक अफ कहिले भयो त, 1950 मा। एयरपोर्ट इन्जिनियरिङ पढिसकेपछि यसको इतिहास पनि जान्नु पर्यो है, इतिहास पनि जान्नु पर्यो है, यसको इतिहास पनि जान्नु पर्यो। त्यही भएर यहाँ सबै अरू कुराहरू पनि छन्। अब मेन कुराहरू, किङ महेन्द्र चाहिँ 1950 पछि किङ महेन्द्रले चाहिँ इनाग्रेट गर्यो गौचर एयरपोर्ट भनेर होइन। त्यसैले हामीले पछि के गर्यो त, सुरुमा त्रिभुवन विमानस्थलको नाम गौचर थियो, त्यसपछि के भयो त गाई चर्ने ठाउँ भएर गौचर भएको पहिला। त्यसैले हामीले के गर्यो त पछि एयरपोर्ट बनाइयो, त्यही गौचर एयरपोर्टलाई हामी पछि त्रिभुवन एयरपोर्ट बनाइयो है। यी कुराहरू चाहिँ यी चाहिँ इतिहासका कुराहरू हुन्। यो तपाईँले सर हेर्नु होला है, इतिहास त जान्नु पर्यो नि एयरपोर्ट पढेपछि है। एभिएसन हिस्ट्री इन ब्रिफ भनेर छ, यो चिज तपाईँले हेर्नु होला, म तपाईँलाई सेयर गर्छु। अब अर्को चिज है, नेपाल सरकारको सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसका कार्यक्षेत्रहरू के हुन् त नि होइन, यसका कार्यक्षेत्रहरू के हुन् थाहा हुनु पर्यो नि त होइन। त्यो कार्यक्षेत्रहरू थाहा पाउनुको लागि के कुरामा काम गर्छ भनेर हेर्नको लागि यहाँ हेर्नुहोस् त। अब यो संस्कृति पर्यटन हामीलाई चाहिएन होइन, यो कन्टेक्समा चाहियो होइन, जान्नु चाहिँ पर्यो। तर अहिलेको कन्टेक्स भनेको नागरिक उड्डयन मन्त्रालयभित्रको कन्टेक्स हो। त्यसमा हेर्नुहोस् त यहाँ हाइलाइटेड छ कुराहरू। वायुयान निर्माण तथा डिजाइन सञ्चालन र मर्मत सम्भार, विमानस्थल निर्माण तथा सञ्चालन, एयर नेभिगेसन सेवा तथा उड्डयन तालिम संस्था आदिको इजाजत र नियमन गर्छ। कसले त,
नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले। कुरा बुझ्यो कि नै? यी चिजहरू चाहिँ जे होस् जान्नु पर्यो है तपाईँहरूले। अब एयरपोर्ट इन्जिनियरिङ पढाएको छ अनि नेपालको चाहिँ कानुन बारेमा थाहा छैन भनेपछि बेइज्जत हुन्छ पछि गएर। यो ज्ञान आवश्यक छ तपाईँहरूलाई। भोलि पर्सि तपाईँ नागरिक उड्डयन मन्त्रालयमा नाम निकाल्नु भयो भने त यति कुराहरू जान्ने गयो भने सजिलो हुन्छ। भोलि पर्सि लोकसेवा पढ्नु भयो भने तपाईँहरूले सजिलो हुन्छ है। यी चिजहरू चाहिँ ध्यान दिनु पर्यो। म तपाईँहरूले सेयरिङ गर्छु है, हाम्रो सन्दीपजी मार्फत म सेयरिङ गर्छु तपाईँहरूलाई, उहाँले पठाउनुहुन्छ। यो जुन जुन यो हाइलाइट छ नि ती चिज चाहिँ याद गर्नु पर्यो है तपाईँहरूले मिनिमम पनि। ल हेर्नुहोस् त, अर्को दोस्रो कुरा के गर्छ यसले नियमन, के कुरामा गर्छ त? हवाई भाडा कति राख्ने, विमानस्थल शुल्क कति राख्ने, एयर नेभिगेसन सेवा शुल्क कति राख्ने होइन, र नियमन गर्ने काम गर्छ। अर्को के छ? नागरिक उड्डयन सम्बन्धी नीति कानुन मापदण्ड र नियमन गर्ने। ल हेर्नुहोस्, हवाई सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय सङ्गठनबाट प्रतिपादित स्तर मापदण्ड मार्गदर्शन र कार्यान्वयन गर्ने। हेर्नुहोस् त के भने अन्तर्राष्ट्रिय सङ्गठनभित्र अब आइकाउले दिएको रेकमेन्डेसन होइन, 54वटा देशले साइन गरे नि त त्यहाँ त। तपाईँले फर्स्ट क्लासमा भने होइन, 54वटा देशले साइन गरेको चिज त फलो गर्नु पर्यो। त्यही चिजको नियमन गर्छ यो संस्थाले है। वायु दुर्घटना जाँच सम्बन्धी पनि यसले काम गर्छ। अस्ति तपाईँको चाहिँ कति वर्ष अगाडि पोखरामा नि एक्सिडेन्ट पर्यो, प्लेन क्रास भयो, त्यस सम्बन्धीको जाँच अनुसन्धान कसले गरेको त? यही सरकारी संस्थाले गरे हो है। अरू सानातिना यी उड्छन् नि प्याराग्लाइडिङको कुराहरू, यी कुराहरूको नियमन पनि यही संस्थाले गर्छ है। यो पनि ठ्याक्कै एक पानाको छ, यो पनि म तपाईँहरूलाई पठाइदिन्छु है। ठ्याक्क चाहिने चिज म तपाईँलाई पठाइदिन्छु। यो चाहिँ के भयो त? सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयभित्रका मातहतभित्रका कुराहरू भयो। अरू माथिका चिज पढ्दा पनि हुन्छ, तर माथिका चिज चाहिँ संस्कृति पर्यटन सम्बन्धी छन्। जाने पनि केही बिग्रेन, तर हाइलाइट गरेर चिज चाहिँ मिनिमम जान्नु पर्यो है तपाईँहरूले एयरपोर्ट इन्जिनियरिङको विद्यार्थी भइसकेपछि। ल यो चाहिँ दोस्रो चिज भयो। अब अहिले मैले तपाईँलाई भनेको थिएँ एयरड्रम सर्टिफिकेसन प्रोसेस नेपालमा कस्तो छ भनेर है। एयरड्रम सर्टिफिकेसन कसरी लिने, एयरड्रम सर्टिफिकेसन कसरी हुन्छ भनेर तपाईँको म्यानुअल अफ एयरड्रम सर्टिफिकेसन प्रोसेस भनेर नागरिक उड्डयन मन्त्रालयले बनाएको छ। यो चिजको म्यानुअल हेऱ्यो भने तपाईँको 100-200 पेजको छ। हेर्नुहोस्, पुरा बुझ्नुहोस् है, 100-200 पेजको छ। तर मैले यहाँ तपाईँलाई सर्टिफिकेसन प्रोसेसको मात्रै फ्लो चार्ट मात्रै यहाँ देखाउने प्रयास गर्छु है। सबै पढ्यो भने राम्रै हो, तर मैले तपाईँलाई हेर्नुहोस् त्यहाँ सर्टिफिकेट इस्युइङ प्रोसेस फ्लो चार्ट भनेर छ। हेर्नुहोस् यहाँ, यो फ्लो चार्ट म देखाउँछु तपाईँहरूलाई, एकचोटि एक्सप्लेन गर्छु। यो चाहिँ को हो यो डिस्टर्बेन्स गर्ने? रामसाली बजाउनेको एकछिन गीतै सुनिदिनु पर्छ क्या हो? रिमुभै गर्नुपर्ने अवस्थामा पुर्याउँछन्। ल हेर्नुहोस् है, अब यो एयरड्रम सर्टिफिकेसन प्रोसेसमा चाहिँ के हुन्छ त नि होइन, कसरी सर्टिफिकेट प्राप्त गर्छ त नि? यो अन्त्य लास्ट टपिक है हाम्रो, यो चाहिँ लास्ट टपिक हो। ल हेर्नुहोस् त, सुरुमा के गर्छ? डिजी भनेको के हो? डिजीको मिनिङ के हो? डाइरेक्टर जेनरल अफ कहाँको त? क्यान, नागरिक उड्डयन मन्त्रालय क्यानले के गर्छ त? एक्सप्रेसन अफ इन्ट्रेस्ट फ्रम एप्लिकेन्ट भनेको, एक्सप्रेसन अफ इन्ट्रेस्ट भनेको के बुझ्नुहुन्छ? मलाई चाहिँ सर्टिफिकेट चाहिएको छ है भन्न गएको मान्छे, कन्स्ट्रक्सन म्यानेजमेन्ट तपाईँले पढ्नुभयो होला नि, युआई भन्ने पढ्नु भएको छैन? रामसाली भनेर सोध्छु म, खोइ त्यो रामसाली बोलाउने मान्छे गायब भयो। अभिषेक जोशीजीले भन्नुहोस् त ल, युआई भनेको के हो? अभिषेक जोशीजी हुनुहुन्न? खै सर थाहा भएन। युआई भनेको एक्सप्रेसन अफ इन्ट्रेस्ट, कन्स्ट्रक्सन म्यानेजमेन्ट पढिएन क्या हो? भन्न त पढियो सर, अब राम्रोसित पढिएन।
ठिक छ ठिक छ। ल अरू कसैले के भन्न चाहनुहुन्छ? एक्सप्रेसन अफ इन्ट्रेस्ट भनेको के हो मैले अघि भनिसकेँ भन्न चाहिँ। जसले चाहिँ इच्छुक व्यक्ति के एयरपोर्ट सर्टिफिकेट प्राप्त गर्न इच्छुक व्यक्ति नै ले नै के बनाउँछ त एक्सप्रेसन अफ इन्ट्रेस्ट बनाउँछ अनि त्यसपछि क्यानले रिसिभ गर्छ त्यो चिज हैन। डिजी भनेको चाहिँ डाइरेक्टर जेनरल है। यो डिजी भनेको डाइरेक्टर जेनरल अफ क्यानले त्यो पाउँछ। यो चाहिँ सबै यो सर्टिफिकेट पाउने फ्लो चार्ट हो क्या। यो चाहिँ यो फ्लो चार्ट स्टडी गऱ्यो भने चाहिँ सबै कुरा बुझिन्छ है। म भन्छु सुन्नुहोस् है। ल अब त्यसपछि के गर्ने? एकछिन गीत सुनाउ त ल। ललिपप सुनाउ त ल। बजाउनुहोस् कति राम्रो गीत बजाउनु भयो। पियुजी बजाउनुहोस् सुनौ। धेरै राम्रो। यसरी नै पढ्नुपर्छ। यसरी नै पढ्यो भने राम्रो इन्जिनियर भन्छ भोलि पर्सि है। धेरै राम्रो गर्नुभयो। ल हेर्नुहोस् है। अब त्यसले के गर्छ तपाईँ हेर्नुहोस् त। डिजीले चाहिँ तपाईँको क्यानबाट चाहिँ युआई रिसिभ गरिसकेपछि उसले के गर्छ त भन्दा एप्लिकेसन एसाइन गर्छ। कसलाई? एएसएसडीलाई। यो ठ्याक्कै फ्लोचार्ट फलो गर्दै जाने है। एएसएसडी भनेको के हो? एयरड्रोम सेफ्टी स्ट्यान्डर्ड डिपार्टमेन्ट। यो चाहिँ हरेक एयरपोर्टमा हुन्छ। हाम्रो एयरपोर्टमा पनि छ हैन। एएसएसडी भनेको एयरड्रोम सेफ्टी स्ट्यान्डर्ड डिपार्टमेन्ट। सेफ्टीको पनि ख्याल गर्नु पर्यो नि त। बेला बेलामा त्रिभुवन विमानस्थलमा यसै मान्छेले चाहिँ सेफ्टी टेस्ट गरेर हुन्छ नि। कसले याद गर्नु भएको छ? त्यो चाहिँ कसले गरेर आयो त? एयरड्रोम सेफ्टी स्ट्यान्डर्ड डिपार्टमेन्टले गरिरहेको हो है। त्यसपछि एप्लिकेसन एसाइन भइसक्यो। एएसएसडीले एसाइन भइसकेपछि के गर्ने त? एएसएसडीले के गर्छ? रेकर्ड राख्छ हैन। त्यसको डिटेलको बारेमा अध्ययन गर्छ हैन। एक्सप्रेसन अफ युआई को बारेमा अध्ययन गर्छ। अब यो सेफ्टी रिक्वायरमेन्ट फुलफिल गर्छ कि नै भनेर। तपाईको अर्को कुरा त म के भन्छु भन्दा यो सेफ्टीको बारेमा छुट्टै म्यानुअल बनाएको छ है। नागरिक उड्डयन मन्त्रालयको छुट्टै म्यानुअल छ। त्यति गहन रूपमा चाहिँ त्यति गहिराई भन्न जाउँ हैन। छ भनेर मैले तपाईहरुलाई भने मात्रै। तपाईले चाहनु भयो भने खोज्नु भयो भने भेट्नुहुन्छ। इन्ट्रेस्ट लाग्यो भने मसँग माग्नु, म पठाइदिन्छु तपाईहरुलाई। ल अब त्यसपछि के गर्छ ल हेर्नुस् त। एएसएसडी ले कम्प्लिट एसेसमेन्ट गर्छ टियुआई को। उसले कहाँबाट ल्याएको, कस्तो रिपोर्ट बनाउन खोज्या हो, के गर्न खोज्या हो, सबै स्टडी गर्छ हैन। अनि त्यो रिपोर्ट बनाएर कसलाई दिन्छ त? डिजीलाई दिन्छ। डिजी भनेको के हो? डाइरेक्टर जेनरल। ठ्याक्कै यो फ्लो चार्ट हेर्दै जाने हो कि। त्यसपछि अब डिजीले चाहिँ क्यान द एप्लिकेसन प्रोसिड भनेर यस भन्दियो भने चाहिँ यी तल गयो हैन। यस भनेको यसको बाटो तल भयो। नो भन्ने बित्तिकै के भयो त? एडभाइज द एप्लिकेन्ट दैट द एप्लिकेसन क्यान नट बी प्रोसिड। ल हामीले गर्न सकेन हजुर भनेर चाहिँ एएसडीले कसलाई इन्फर्म गर्छ त? एप्लिकेन्टलाई इन्फर्म गरिदिन्छ। सक्यो, त्यहाँ बाटै टुङ्ग्यो। तर यदि यसबाट पनि डिजीले पनि यस भन्यो भने के हुन्छ त? एएसडीले चाहिँ एप्लिकेसन सेन्ड गर्छ। एप्लिकेसन फर्म सेन्ड गर्छ कसलाई? एप्लिकेन्टलाई है। एप्लिकेन्टलाई युआई जसले बुझाएको उसलाई चाहिँ एप्लिकेसन फर्म सेन्ड गर्छ। त्यसपछि उसले फर्मल एप्लिकेसन रिसिभ गर्छ। एप्लिकेसन त्यसरी भरेर ल्याउँछ नि त हैन। यो चाहिँ एउटा फ्लो चार्ट भयो। सके हैन यो। यसपछि यहाँ पछि हेर्नुस् है। रिसिभ द फर्मल एप्लिकेसन पछिको गो टु 2 भनेको यो 2 मा जा भन्न खोजेको। यहाँ 2 बाट सुरु गर भन्न खोजे। त्यसपछि एएसएसडी ले के गर्छ त? एसेस गर्छ एप्लिकेसन ठीक छ कि नै, कस्तो छ, के छ भनेर हेर्छ हैन। त्यसपछि अब एएसएसडी ले के गर्छ त? एयरडोमको फेसिलिटिजहरु कस्तो कस्तो दिन खोजेको त भनेर हेर्छ हैन। त्यसपछि हेर्नुस् है। एएसएसडी ले फेरि के गर्छ त? एसेस द एसएमएस म्यानुअल। एसएमएस भनेको के हो? एसएमएस भनेको चाहिँ सेफ्टी म्यानेजमेन्ट सिस्टम है। यहाँ हेर्नुस् त सर्ट फर्म जान्न पर्यो यो चीज चाहिँ। सेफ्टी म्यानेजमेन्ट सिस्टम। सेफ्टी म्यानेजमेन्ट सिस्टम छ कि ठीक छ कि नै भनेर हेर्नु पर्यो पहिला है। अब हामी कहाँ छौँ? यहाँ छौँ हैन। यो एफओआई भनेको चाहिँ तपाईले यो सिनोनिमहरु खोज्न पनि सक्नुहुन्छ हैन। एफओआई भनेको चाहिँ फ्लाइट अपरेशन्स इन्स्पेक्टर हो। यो चाहिँ एफओआई भनेको चाहिँ फ्लाइट अपरेसन इन्स्पेक्टर। इन्स्पेक्टर भनेको चाहिँ अब अपरेसनहरु चाहिँ हेर्ने
इन्सपेक्ट गर्ने मान्छेलाई चाहिँ सल्लाह सुझाव लिन पनि पायो एसएसटीले हैन एएसएसटीले सल्लाह सुझाव लिन पनि पायो त्यसपछि एसएमएस म्यानुअल अनुसार ऊ फुलफिल हुन्छ त्यो ठाउँ फुलफिल हुन्छ भने अगाडिको बाटो अगाडि बढ्नु पर्यो है अगाडि बढेर सबै हेर्नु तपाईँले बुझ्नुहुन्छ है यसको सर्ट फर्महरू मैले यहाँ लेखिदिएको छु होइन एआइपी भनेको एरोनोटिकल इन्फर्मेसन पब्लिकेसन हो एआइएम भनेको एरोनोटिकल इन्फर्मेसन म्यानेजमेन्ट हो होइन यी चिजहरू तपाईँले चाहिँ सर र फ्लोचार्ट फलो गर्दै जानु हो भने सबैको सर्ट फर्म मैले यहाँ राखिदिएको छु होइन यो सर्ट फर्मको मिनिङ त बुझ्नुहुन्छ नि एरोनोटिकल इन्फर्मेसन सिस्टम भनेको एयरपोर्टको बारेमा इन्फर्मेसन राखेको ठाउँ इन्फर्मेसन राखेको अफिस भयो होइन एरोनोटिकल इन्फर्मेसन पब्लिकेसन भनेको त्यो चिजलाई पब्लिकेसन गर्ने अफिस छुट्टै हुन्छ यो चाहिँ एआइपी भयो है तपाईँले यो चाहिँ हेर्न सक्नुहुन्छ यो डिजी भनेको चाहिँ के हो त डाइरेक्टर जेनरल हो है यो सबै एआइएम एएमपीको कुराहरू छ यो सबै फ्लो गर्दै जानुभयो भने तपाईँले कुरा बुझ्नुहुन्छ यो एक बाई एक भन्नुपर्छ र अझै पर्दैन यस भने यसतिर जान्छ नो भने नोतिर जान्छ सकिन्छ मैले चाहिँ एक्सप्लेन ल अरू कसैलाई यो सर्टिफिकेसन प्रोसेस चाहिँ हेर्नु होला इम्पोर्टेन्ट छ है इक्जामको लागि सर्टिफिकेसन प्रोसेस चाहिँ इम्पोर्टेन्ट छ इक्जामको लागि ल म एटेन्डेन्स लिन्छु अब